वेलकम ब्याक टु माई च्यानल सबैमा छ। आज हतियार बोकेर यसो बजारतिर डुल्नु जानु लाग्यो। भनेको भन्नु मिल्दैन, आज एकछिन त्यहाँ धागोमा जानु लाग्यो। आज सानो सेसन छ। अनि के छ गाइजहरू खबर हाम्रो यतै जोक छ। लोड सेडिङ प्रब्लम, त्यही माथि यस्तो यस्तो छ गाइजहरू होइन। अब निस्किन्छु, निस्केर भाउ निस्किन्छु भन्दै थियो। ल भेट्नुपर्छ। हान्ने नि होइन दाजु झ्याप्प मेरो काम हान्दिनँ केटाहरू, काम हान्दिने साथी है। मैले त धेरैचोटि इन्ट्रोड्युस गरेको छु नि है। दाजु ट्याटु मेरो आफ्नै सेरे हो। हुन्छ बाइक पनि रेडीमा गर्ने भयो। प्याक्स भयो नि, प्याक्स कपाल पनि प्याक्स भएछ नि त, प्याक्स बोलाएर गाइजहरू है कफी हान्नु पर्यो। सोझो के त म 1 2 3 मै हो है गाइजहरू। अनि आमा यतिको झन् ल फ्रीमा निमा मैले राख्ने नाम हो नि त मायाले सिरेले। ल सिङथुङको भान गर्नु पऱ्यो होइन। धेरै कफी पनि खानु हुँदैन फेरि गाइजहरू। अहिले एकदमै कम छ मेरो चाहिँ होइन। तपाईँहरू पनि कम गर्नु होला। कफी धेरै खायो भने पछि गएर धेरै असरहरू हुने सम्भावना हुने रहेछ आगामी दिनहरूमा। त्यही भएर आफैले कम गर्नु होला गाइजहरू है। कपाल यता मिलाएर नमिले जस्तो, यता राख्यो नमिले जस्तो, के हो के हो यो त यस्तै हुन्छ। त्यो लामो मसेकोले चिटिक्क भयो भने पानी भएर अब अलिक टाइम होइन केयर गर्ने गाइजहरू सबजना होइन। 10 होइन सुरुट ब्रेक। अब हाम्रो चाँडै काम सुरु। कफी ब्रेक यतिको भएपछि के चाहियो त होइन। कफी खाएर अब यताउता हानेकोहरू के देखाउनु होइन। फाइनल अब फाइनल भएपछि देखाउनु पर्छ गाइजहरूलाई। डन्डीको छोडेन यस्तै छ गाइज। ल केटाहरूले डाइट लिँदैछ। म अब खाजा खानु पऱ्यो एकछिन। धन्यवादै यसले ल्याइदियो मलाई खाजा। फेरि हामी गाइजहरू है। अब अहिले देखाइदिनु मन थियो। अब अहिले एकछिनमा एकैचोटि देखाउँछु गाइजहरूलाई है। अनि कस्तो हुन्छ हेरेर कमेन्ट हान्नु होला गाइजहरू। ल डाइट हान्नु भेटौँ कि डाइट हानेको नि हेर्ने गाइजहरू। एकैछिन है केटाहरू अब सबजना सँगै बसेर खानु पऱ्यो। ल ब्लगको लागि होइन टायर ब्लग हान्दै यहाँ त ट्याटु कम्प्लिट हुँदैछ। आजको लागि चाहिँ यति नै होइन दाउराई हुन्छ बिकी त यहाँ दुखाइ एकदम राम्रो। यता बिकी लानु, यता सिङ्गल गेटमा, यता सिङ्गल गेटमा स्याम दाउदाको ट्याटु हाउस भिजिट हानिदिनु पऱ्यो है। एक स्मोक हौँ फेरि एक लट पुग्छौँ होइन। कस्तो भइरहेछ दाइ दुखाइ? अस्तिको जति
दुखाइ भएन अस्ति त भाइले दिएको थियो हाँसेर टाल्नु लाग्यो अस्ति निरन्तर घटेको तलको भएको त्यसो त हाँसे गर्छ नसाहरू परेर होला अब सबभन्दा डेन्जर चाहिँ यहाँ बुझ्छु क्या अब यो हान्दाखेरि मैले यतिको यस्तो तानेको खुट्टा है अब यो त हान्दाखेरि यहाँ चाहिँ बुझ्छु त्यो चाहिँ एक्सपिरियन्स छ हेरौँ गाइज लेट्स सी के हुन्छ ल गाइजहरू आजको लागि काम पनि सक्यो होइन अब यतिमै सकिन्छ सकिँदैन भोलि पनि भ्लग गर्छु म होइन अब त्यही हो फाइनल लुक्सहरू देखिहाल्नुभयो होला के कस्तो भयो पछाडि मेरो भाइ यतापट्टि भाउ सेरे सिङ्गल केटो म यतापट्टि भाउजू हुनुहुन्छ अब त्यही हो अब आज त रात परिहाल्यो अब भोलिको दिन कहाँ कहाँ जान्छु के गर्छु भेट्नुपर्छ गाइज भोलि बहिनी स्टुडियो जान्छु कता जान्छु होइन नेक्स्ट डेको मर्च गरेर एकैचोटि आउँछ है तपाईँ नेट पनि गएको छ नेटको पनि पैसा तिर्ने बेला भएको छ एकचोटि गएर मान्छे बोलाउनु पर्ने भयो होइन यस्तै छ गाइजहरू हिजो यस्तो चाहिँ पोल बाङ्गो छ हाम्रो उताको झन् योभन्दा डेन्जर बाङ्गो भएर पोल सिधा बनाएछ काट्दैछ कि सबै त्यही भएर म चाहिँ यसो त्यहाँ नेटको पैसा तिर्नु पऱ्यो यसो गएर बुझेर आउनु पऱ्यो मान्छे पनि बोलाउनु पऱ्यो गाइजहरू ल अहिले भेट्नुपर्छ ल गाइज नेटको पैसा पनि तिरियो दाजुभाइ आछौँ नेटको पैसा तिरियो अब खै नेटको त्यो तार बनाउने मान्छे लगभग अहिले यसो नजिकै छ भने चाँडै आइपुग्छ भनेर भन्दैछ हेरौँ कतिखेर आइपुग्दो रहेछ वेट गरौँ लेट्स सी गाइज अब खाना जानु पऱ्यो कतिर तपाईँहरू पनि खानु होला गाइजहरू ल एकछिन निस्के त्यहाँ केटाहरू कभर काट्न आएको छ अरे भन्दै थियो नेटको मान्छे ले पनि फोन गर्यो आउँदैछ भन्दैछ अन द वे बुद्धमुनि चोकमा बोलाएको छु डन्डीको राम्रो आएको छ गाइजहरू बुद्धमुनि चोक भनेर भन्न त अब लोकेसन त त्यहाँ छु अलिकति भित्रपट्टि छ हाम्रो चाहिँ यस्तो होइन अब मान्छे लिएर आउँछु म हामी टक्क लगाएर बनाउनु पऱ्यो नि त नेट गाइजहरू ल सक्छौँ भाइ खबर काट्दैछ ल गाइजहरू आइपुगेछ होइन हाम्रो जाँदैछ बाटो यस्तो छ अहिले के गर्नु बर्खा भएर बिजोग छ केटाहरू त उत्तै पो गयो यार त्यहाँ त होइन यतापट्टि है डाइट हान्नु पऱ्यो हल्का टक्क लगाएर नेटको मान्छेहरू चाहिँ त्यहाँ गाडी नआउनुपर्छ अरे एकछिन वेट गरौँ होइन टक्क यहाँ पासाकोमा डाइट हान्दैछु म चाहिँ गाइजहरू ल टिङमा दनहरूसँग एकछिन टोलको यसको पनि कभर काटेर भ्यायो आनन्द ढेकिड्याक ल सचिन त्यसलाई दिएको टोलमा बसिरहेछु टाइम पास हान्नु पऱ्यो नि त गाइजहरू हाम्रो डनहरूलाई टोलको यहाँ हेर्दा डाँडाकोहरू चोर भवानी ल ल आमा खाऊ त्यो कुरेछु गाडी आउँदैछ भन्छ कतिखेर हो त्यो उसो आउनुपर्छ अरे के त्यो गाडी आउनुपर्छ अरे गाडीबाट लाइन त्यहाँबाट त्यस पछाडि बल्ल हुन्छ अरे यहाँ चाहिँ हाम्रो यताको फेरि त्यो अघि पारीको भयो यहाँ चाहिँ वारीको ल ढ्याक्की ढ्याक हान निकाली त्यो बुद्ध र मेरो त्यो भिडियो हेरेको छ कि छैन दोष भन्नेमा यिनीहरू हो यो अनि अर्को त्यो सेती हान्ला ल गाइस कुरेको आइपुगेन खोइ
भोलि मात्र आइपुग्छ भनेर भन्यो बिचरा उनीहरू पनि कुर्दा फिर्ता गयो अब म चाहिँ एकछिन दुध दिन जान लागेको टक्क गएर दुध लिएर आउँछु गाइज अब आजको दिन यतिकै बित्यो भोलितिर अब नेक्स्ट ब्लगमा कहाँ जान्छु म देखाउने छु दुध लिएर घर आउँछु गाइजहरू निस्केको मात्र गाइज पानी पिने अगाडि हो दुध लिएर निस्किन्छु गाइजहरू घरतिर ल फुल फेरि रेडीमा छु है गाइजहरू दुध 1 लिटर के भएको हुन्छ यहाँ वरिपरिको अरू ठाउँहरू भन्दा गाइजहरू यहाँ छ ल पैसा दे धन्यवाद गाइजहरू यता बल्ल पानी हाल्न थाल्यो गाइज फाइनली आइपुगे होइन दुध पनि ल्याइसके अब यस्तै छ क्र्याक मौसमदेखि बिसाइदिइहाल्यो ल रेनकोट उडाइदिउँ सोटीलाई अब सी यू गाइज अन नेक्स्ट ब्लग सबलाई माया छ यति भन्दै बिदा माग्न चाहन्छु गाइज भेट्नुपर्छ यस्तो पो छ त घाम पनि लागिरहेछ घाम पनि लाग्दैछ अब अन्तिम एउटा काम बाँकी छ गाइज घरको लागि पानी अर्डर गर्न जानु लाग्यो पानी पनि अब आफैले ल्याउँथे अब तपाईँहरूलाई थाहा छ हात बिग्रेर केही छैन हात अस्ति त्यहाँ भएदेखि अलिकति हेभी सामानहरू नउचाल भनेर भनेको छ डक्टरले होइन त्यही भएर पानी अर्डर गरेर त्यता ल्याइदिनुहुन्छ टाढा त पुग्नु पर्ने होइन गाइज यहीँ हो दाइ पो छ कि छैन पानी आइपुग्यो ल धन्यवाद म आइहाल्छु है म आउनु पऱ्यो नि पैसा पनि दिनु पऱ्यो यस्तो छ गाइज दाजुभाइ पुऱ्याइदिनु परिहाल्यो यस्तो छ नि पानीको हालत एकछिनै भिजाइदियो यार एकछिन ओत लागौँ अनि लागौँ घरतिर गाइजहरू